व्हाट्सअप गाइज के सबैलाई म पनि ठिक छु र आज म फेरि सुपरक्राफ्टको दुनियाँमा छु र आज चाहिँ स्पेशल भिडियो लिएर आएको छु। आज चाहिँ म टर्टलको लागि स्पेशल क्यूट हाउस बनाउँछु। सो मेरो भिडियोलाई लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस् एन्ड मेरो च्यानलमा न्यू हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकनलाई अलमा सेट गरिदिनुहोस्। सो त्यो सी टर्टलको लागि चाहिँ म नि हाउस बनाउँछु गार्डनमा अनि यो एरियामा चाहिँ म हाउस बनाउँछु, क्यूट हाउस बनाउँछु। धेरै ठुलो पनि बनाउन्न एन्ड यहाँनिर म बनाउँछु गाइस सक्नुहुन्छ। अनि वरिपरि साइड लगाउँछु। सायद मलाई रुख काट्नुपर्छ होला। सो गाइस हिजो मैले मेरो फ्रेन्ड्सहरूलाई भन्थेँ राति आउँछ भिडियो भनेर। सो मेरो स्क्रिन रेकर्डरले मैले मेरो साथीलाई भन्थेँ। सो मेरो स्क्रिन रेकर्डरमा थोरै प्रब्लम आएको थियो गाइस एन्ड त्यही भएर चाहिँ भिडियो राम्ररी आउन सकेको थिएन। एन्ड सो देख्न सक्नुहुन्छ मैले अब यो रुख पढिसकेँ एन्ड सो गाइस रुख अब हल्का कम्प्लिट भइसक्यो एन्ड यहाँनिर बनाउँछु म मेरो सी टर्टलको लागि हाउस घर बनाउँछु। एन्ड मलाई चाहिँ अब चाहिन्छ स्यान्ड। म चाहिँ अब स्यान्डले बनाउँछु गाइस, किनभने टर्टलहरूलाई स्यान्ड मनपर्छ धेरै जसो। एन्ड म चाहिँ अब सिम्पल स्यान्ड सर्च गर्छु खोजी अन्त भोलि हुन्छ गाइस। सो म सिम्पली स्यान्ड सर्च गर्छु एन्ड स्यान्ड देखाउँछ। अबे यार यो मलाई चाहिएको गाइस। सो मैले स्यान्ड लेखिसकेँ गाइस, देख्न सक्नुहुन्छ बिचमा एड आइदिन्छ। सो गाइस अब चाहिँ म यहाँनिर खन्छु अनि बनाउँछु अब एउटा पहिला टर्टलको लागि म यहाँनिर बनाउँछु त्यो पोखरी टाइप बनाउँछु एन्ड म खन्न सुरु गरेँ गाइस। छिटो भयो। सो गाइस अब चाहिँ म खन्न सुरु गरिसकेको छु। सो गाइस यतिको ठिक हुन्छ कि अलि अँध्यारो भयो गाइस। सो म चाहिँ टर्च लगाउँछु, टर्च लगाउँछु गाइस। बोन मिल रहेछ। सो रातिमा नि काम गर्ने हो गाइस, रातिमा नि काम गर्ने हो गाइस। सो यहाँनिर मैले टर्च एउटा राखिसकेको छु। सो टर्टलको लागि खत्रै हाउस बनाउने नि त गाइस। सो गाइस मलाई चाहिँ कतिजना भन्नुहुन्छ भिडियो छोटो भयो। सो भोलिदेखि चाहिँ म गाइस एउटा फ्ल्याट बोर्डको सिरिज सुरु गर्छु। एन्ड सो गाइस राति भइसकेको छ, म भोलि कुरा गर्छु। सो गाइस बिहान भइसकेको छ, पानी परेछ। म चाहिँ राति सुतेको थिएँ। मेरो बानी फेरि त्यो जुन काम गर्न आएको त्यो कम्प्लिट नभएसम्म चाहिँ म अर्को ठाउँमा जान्न। सो गाइस म चाहिँ यति नै खन्छु, धेरै बाहिर पनि पार्दिनँ। देख्न सक्नुहुन्छ मैले यहाँ खनिसकेँ, यतिको भयो गाइस। सो एक लेयर यति मात्र म चाहिँ बनाउँछु गाइस। अब यहाँ खन्छु फेरि, धेरै ठुलो पनि बनाउन्न, धेरै सानो पनि गराउन्न। एन्ड सो गाइस म चाहिँ फ्ल्याटमा यस्तो खतरा घर बनाउँछु, त्यसको भिडियो हेर्न नभुल्नु होला। एन्ड सुपरक्राफ्टमा मलाई अझै के बनाउनु पर्छ, के बनाउन चाहिन्छ, सो मलाई त्यो कमेन्टमा लेखिदिनुहोस्। मलाई कमेन्टै गर्नुहुन्न मैले भन्दा पनि गाइस। सो गाइस देख्न सक्नुहुन्छ यति कम्प्लिट भएको बल्ल। सबभन्दा मलाई झन्झट लाग्ने भनेको खन्न हो गाइस, खन्न। एन्ड गाइस देख्न सक्नुहुन्छ 2 लेयर खनेछु। त्यसो भए चाहिँ अब म चाहिँ यहाँनिर खनिसकेँ गाइस। मैले नि
बिल होइन र बिल गाइस यतिको भए पनि सो गाइस यति चाहिँ मेरो उसको लागि हुन्छ लिएर अर्डर खान्छु अरूभन्दा पनि लुक दामी आउनु पऱ्यो क्या अरू त केही पनि छैन अनि गाइस म चाहिँ अब यहाँनिर फेन्स गेटले पुरै बारिदिन्छु नत्र टटलहरू होइन म एउटा या दुईवटा हाल्छु देख्न सक्नुहुन्छ दुईवटा भइसक्यो अब यहाँनिर म चाहिँ यत्तिकैमा राख्छु एन्ड साइडमा पुरै स्यान्ड लगाउँछु एरियामा अब कति एरियामा हाल्ने हो सो यो गाडीहरू हिँड्नु म तल चाहिँ सिलिन्डर लगाउँछु सिलिन्डर देख्न सक्नुहुन्छ यो सिटा तल सेट अहिले लिगेर नै झन् ठिक हुन्छ सिलिन्डर देख्न सक्नुहुन्छ सिलिन्डर लगाउन लाग्छु सो लगाइसकेँ मैले सिलिन्डर लगाउँछु गाइस सो गाइस देख्न सक्नुहुन्छ यहाँनिर कछुवाको लेग तयार भइसक्यो अझै म हेर्छु अब कतिमा चाहिँ सरी म चाहिँ यहाँनिर लगाउने बित्तिकै स्टेज लगायो भने चढ्छन् त भएन मिस्टेक चाहिँ खत्रै हुन्छ नि त गाइस फेरि गेम हो कोही हुन्छन् नि गेम खेल्छन् भएन नि डिलिट हार्छन् डिलिट सो गाइस देख्न सक्नुहुन्छ अब म यहाँनिर एरिया हेर्छु कतिमा चाहिँ म बनाऊँ भनेर यहीँबाट बारिदिउँ यहीँबाट बारिदिउँ होइन गाइस चल ठुलो पनि त्यसलाई घुम्न पनि पर्छ नि त त्यसलाई म खाना दिन आइरहन्छु त्यसको लागि म सो गाइस देख्न सक्नुहुन्छ म फेन्स गेट लगाएर कम्प्लिट गरेपछि भेट्छु है त तपाईँसँग सो गाइस देख्न सक्नुहुन्छ म यहाँ गेट लगाउँछु र मेरो उस कम्प्लिट भइसक्यो मेरो सिमाना नै भनौँ सो अब म चाहिँ यहाँनिर खनेर पुरै स्यान्ड लगाउँछु गाइस यो काम पनि धेरै मुस्किल छ गाइस सो स्यान्ड लगाउँछु गाइस म अब देख्न सक्नुहुन्छ स्यान्ड लगाउन मलाई सबभन्दा गाह्रो भन्ने खन्ने सो गाइस देख्न सक्नुहुन्छ यति एरिया लगाउँदा मेरो अहिलेदेखि पसिना छुटिसक्यो बल्ल यति भयो सो गाइस यस्तै गरेर भिडियो एकदम लामो हुन्छ म चाहिँ यो पुरै भ्याएपछि तपाईँहरूसँग भेट्छु गाइस सो गाइस बी अनेस्ट रियल्ली 5 मिनट लाग्यो सो यहाँनिर अलिकति बचेको थाकेँ यार म त यो खन्दा हर्दा बरु म भन्छु मल्टिप्लेयरबाटै खेलेको राम्रो साँच्ची बरु मल्टिप्लेयर छैन भने नखेल्ने होइन तर मल्टिप्लेयरबाटै खेलेको राम्रो एकजनाले खन्यो एकजनाले हाल्यो सो गाइस अब चाहिँ म यहाँनिर वाटर हाल्छु वाटर देख्न सक्नुहुन्छ एन्ड म चाहिँ अब वाटर हालिदिएँ खाली सो गाइस मैले चाहिँ वाटर अलिअलि भरिदिइसकेँ पुरै भर्छु देख्न सक्नुहुन्छ सो गाइस यो चाहिँ लुकै राम्रो आएन यार के हो
सेट कौन तो यार सो गाइस बोल्नु चाहिँ राम्रो भयो अब म भोलि भेट्छु अहिले चाहिँ राति भयो यो गाइस बिहान भइसक्यो ई शिट दिन पुरा फुल गलत यार के हो यार मसँग पनि कहिले यस्तै हुन्छ क्या ऐसे अंडरस्टैंड के मलाई रिस उठ्यो स्यान्ड को चक्करमा ब्रिज ए यार के हो यस्तो यार मलाई कहिले काहीँ यस्तो रिस उठ्छ नि गेम सेम ये गूगल किन बनायो होला यसका बाजेका टुप्पी साँच्ची यार त रिस उठिसक्यो गूगल देखेर सम्म चाहिँ फेरि ढोक लगाउँछु छेउला होइन अब चाहिँ म यहाँनिर सिटर छोड्छु सिटरलाई माथि ठुसाएर अनि बल्ल चाहिँ सीग्रास ओके सीग्रास देख्न सक्नुहुन्छ सीग्रास जस्तो लाग्दैन आलिशान बनाइदिनु देख्न सक्नुहुन्छ गाइस तो आलिशान बनाइदियो अब म यहाँ दुई टर्चल हाल्छु 1 and 2 ओके अबे यार अहिले ब्रिथिङ किन गरेको ओके हुन त अझै थोरै भयो मलाई कछुवा पुरै भरियो है सन्तानै बनाऊ है ल ल मेरो आशीर्वाद छ है दुईटैलाई झार चाहिँ मौलाए कुकुर चाहिँ बौलाए यत्रो भन्न जाऊँ न त आइज सँगै जमाइ आइज 1 2 3 आइज न आइज आइज आयो मोर आइज आइज मेरा लाडला आइज 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 आइदियो अर्को चिम्पान्डी बाई 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 सो गाइस कति राम्रो भयो देख्न सक्नुहुन्छ र आजको लागि यति नै म भेट्छु नेक्स्ट भिडियो